गाइस हाम्रो चाहिँ पिकनिकको दोस्रो दिन चाहिँ स्टार्ट भएको अवस्था छ हैन। ल कस्तो भिडियो बनाएको यसले ल्याङ हान्दैन फेरि यसले कता गयो त यसले मलाई ल्याङ हान्दा है गाइस मैले पिड्दिन्छ नि यस्तो बुरा होला चाहिँ फेरि अर्को बेलौरी हेर्नु आफ्नो ताला यो चाहिँ आफ्नो ताला ल भिडियो बनाउन आउँछ भिडियो बनाउन आउँछ भन्दा गाइस पागलहरु यहाँ ला 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 ओ को त्यो बाल ए ल गाइस हाम्रो राफ्टिङ गर्नको लागि गाडी रेडी छ हो। त्यो चाहिँ बोट हो गाइस, त्यो गाडीमा बाना चाहिँ हैन त्यो बोट लिएर गएर सर्ट लाएर खेल्नु पर्छ गाइस। ओ केटाहरु त्यो हेर त हजुर पसल जाऊ कहाँ पसल जाने छैन अनि त्यो दाइलाई सोध्नु त हैन यता पसल कता छ भनेर के को लागि जुत्ताको लागि किन्नी एकचोटी क्यामेरा ल्याउ त म भ्यू हेर्छु हेर न राजीव किला किला हान्नु न हाल्दिन्छ हैन अनि आज एक दिनलाई भइहाल्यो नि सानो पिन हान्नु के दुईटा दाइलाई सोध्नु चप्पल किन्नु खोज्दा चप्पल गाइस म चाहिँ चप्पल किन्ने ठाउँ खोज्न गएर चाहिँ बुढोको चाहिँ जुत्ता च्यातिसक्यो त्यो सेतो सर्ट लाउने बुढोको चाहिँ दाइ दाइ यता चप्पल किन्ने ठाउँ कहाँ होइन त्यो जुत्ता च्याति छ क्या ए छ अहिले यो जाने बेलामा हुन्छ ल हुन्छ उहाँ माथि छ अरे अहिले गाडीमा त्यतैपट्टिबाट जान्छ त्यो बेला किने हुन्छ अरे यहाँ भिडियो बनाएर देखेन अनि खेल्ने खेल्ने यसलाई त पिड्दिन लाग्यो गाइस यसलाई त उडेर यस्तो फ्याँक यस्तरी यसलाई त पछाडि कसरी देखाउने यस्तो यस्तो हान्यो लात्तीले यस्तो होइन यस्तो फुच्चेहरूलाई त मैले हानिदिइहाल्छु नि है गाइस। ल गाइस ऊ त्यो राफ्टिङ स्टार हामी आएको ठाउँ चाहिँ खै त देखेन यार छ्या देखाउँदैन ल गाइस यहाँ हाम्रो लागि ज्याकेटहरू पनि रेडी छ यसलाई त म वहीँ गएर देखाइहाल्छु ला 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 ज्याकेट र ह्याटहरू चाहिँ सेफ्टीको लागि यहाँ छ गाइस होइन। ल यस्तो छ जग्गा ठाउँ चाहिँ यस्तो छ गाइस रमाइलो छ गाइस इधर बहुत अच्छा फील हो रहा है गाइस। ल गाइस चाहिँ यस्तो खेलाडीहरू छ यस्तो अनुहार परेका खेलाडीहरू यता हान्न पाउँछ अरे यहाँ हाना हुनलाई चाहिँ गाइस ए देखो विवेक दाइ देखो इधर ओहो पूरा हाफ कट्टू में हाफ कट्टू में पासंग दाई देखो ए देखो एक भी नहीं घुस पाया हेलो भन्नु हेलो गाइस यस्तो गाइस अब हामी जान्छौँ हामी हिजो सुतेको ठाउँ बसेको ठाउँ यस्तो टेन्टहरू छ गाइस यहाँ चाहिँ होइन ए अलि देखेन हो यहाँ चाहिँ हामीहरू सुतेको ठाउँ गाइस ल पस्नु है त अभी दे जाता हूँ मैं आओ चलो 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 ए देखो सब मैले यहाँ तपाईँहरूको यस्तो चड्डी बनियन सब देखाइदिइसक्यो ए देखो सब आफ्नो कपडामा यस्तो गरेर गाइस ए देखो देख सकते हैं गाइस यो चाहिँ हाम्रो म र मेरो साथीहरू हिजो सुतेको ठाउँ गाइस भित्र चाहिँ यस्तो छ अब हामी मासतिर जान्छौँ गाइस एक सर्ट
एकदम रमाइलो गाइज यहाँ चाहिँ। ए देखो चिल चिल पारामा यहाँ सानो सानो टेन्टहरू छ गाइज यहाँ चाहिँ होइन। अझै हामी घुम्छौँ एकछिन घुम्छौँ नघुमी त हुँदै हुँदैन त नि यहाँ। यतातिर चाहिँ म पनि आएको थिइनँ है गाइज, फर्स्ट टाइम हो। त्यहाँबाट चाहिँ पानी आउँछ हाम्रो लागि। त्यहाँ चाहिँ हो त्यहाँबाट चाहिँ स्विमिङ पुलमा पानी जान्छ गाइज। ला 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 ल यार यहाँ पनि खतरा रहेछ त नि, थाहा नै थिएन यार। वाह गाइज यहाँ एउटा टेन्ट देखिसकेको छ। वाह खतरा हुँदो रहेछ यार, डेन्जर गाइज। यस्तो झाडीमा यस्तो बनाएर चाहिँ पैसा कमाउनु चाहिँ एकदम फाइदाजनक हुन्छ गाइज। ल अब अहिले यति मात्रै गाइज होइन, अब फेरि यसो उतापट्टि गएर हेरौँ ल गाइज। यहाँ चाहिँ हिजो हामी रमाइलो गरे गाइज होइन। अनि त्यसपछि यो विक्रमे चाहिँ त्यहाँ मस्त बसिरह। यो चाहिँ हाम्रो स्विमिङ पुल फाइनल्ली स्विमिङ पुलमा आयो। यहाँ डाइभ हान्नुपर्छ गाइस, यहाँबाट डाइभ हान्नुपर्छ गाइस। यतिको छ। अनि त्यसपछि अब यो बाटो हुँदै हामी यसरी जान्छौँ। गएपछि अनि यतातिर नि हेर्छौँ अलिअलि होइन। ल गाइस यो चाहिँ कहाँ टेन्ट हामीलाई ताल न बेतालको यो त कहिलेदेखि बन्द। यहाँ भ्लग बना आइहाल्यो। अब यस्तो छ टेन्ट। यहाँ चाहिँ कोही नि बसेन गाइस, हेर्दै डर लाग्छ। के बस्नु है गाइस, नबस्नु। ल म चाहिँ उतानिर स्विमिङ हान्न जान्छु है गाइस। म स्विमिङ हान्छु ल गाइस। स्विमिङ ल फाइनल्ली लगाइ जब हामी स्विमिङ हान्छ है ल।